साथीहरु गुड मर्निङ नमस्कार। आशा छ सबैजना आराम नै हुनुहुन्छ होला। आज फेरि यसो कुराकानी गरौँ साथीहरुसँग भनेर है। एउटा कुरा एकदमै अहिले निस्किरहेछ नि, फेरि हिजो आज यो नेपालको कुन चाहिँ पार्टीको हो छाप सहित एउटा कागजमा 3 लिटर भनेर लेखेको चाहिँ एउटा अहिले एकदमै भाइरल भइरहेछ। सायद हजुरहरुले पनि त्यो हेर्नु भएको छ होला। अब हजुरले बुझ्नु भयो होला मैले के तर्फ इशारा गर्दैछु भनेर। अब अहिले पनि पार्टीको स्थिति त्यस्तै छ के, जनतालाई चाहिँ त्यसरी नै हामी किन्न सक्छौं। मासु भात, 3 लिटर पेट्रोल, रक्सी हैन, यस्तै फुटकर कुराहरुमा चाहिँ हामी भुलाउन सक्छौं, जनतालाई किन्न सक्छौं, बेवकुफ बनाउन सक्छौं भन्ने सोच अहिले पनि रहेको देखियो। जनता पनि अब अलिकति जाग्नु पर्यो। अब हजुरको चाहिँ त्यस्ता फुटकर चीजहरुमा चाहिँ हामी बिग्दैनौं भन्नु पर्यो। त्यस्ता लहलैमा लाग्नु भएन। हजुरको 3 लिटर लेखेर चाहिँ एउटा जनताको एउटा नागरिकको भोट किन्न सकिन्छ र यो फेरि मैले कुनै पार्टीको चाहिँ अगेन्स्टमा अथवा पार्टीको विरोधमा अथवा अरु कुनै पार्टीको चाहिँ समर्थनमा भनेको कुरा हैन। यो एउटा विशुद्ध नेपाली नागरिक को हिसाबले चाहिँ मैले यो कुरा राख्दै छु। जनताले पनि मासु भात, 1 लिटर 2 लिटर पेट्रोल अथवा चाहिँ रक्सी त्यसमा चाहिँ बिक्ने कुरा जस्ता कुराहरु गर्नु भएन। एउटा चाहिँ स्वविवेक प्रयोग गरेर आफ्नो भोट प्रयोग गर्नु पर्यो। राम्रो भोट गरियो, देशलाई समृद्धिको मार्गमा अगाडि बढाइयो, देशलाई विकासको मार्गमा अगाडि बढाइयो भने त्यस्ता मासु भात, त्यस्ता लिटर अथवा त्यस्ता रक्सीका कुराहरु आफैले पनि किन्न सकिएला, देशमा पनि उत्पादन होलान् र त्यस्तोको कुनै पनि समस्या नहोला। त्यस्तो प्रलोभनमा पर्न पनि नपर्ला हैन, त्यस्तो लोभमा फस्नु पनि नपर्ला। त्यो चाहिँ जनताले पनि सोच्नु पर्यो र आफ्नो बहुमूल्य भोटलाई चाहिँ कसलाई दिने र कसरी छान्ने भन्ने कुरा चाहिँ एकदमै विवेक पूर्ण हिसाबले चाहिँ प्रयोग गर्नु हुन म सम्पूर्ण नेपाली जनताहरुलाई विशेष अनुरोध गर्न चाहन्छु। र एउटा सामान्य ट्रिक पनि म सिकाइदिन्छु, अहिले एकदम प्रचलित छ नि, मासु भात खानुस् सबैको, तर भोट दिनुस् आफ्नो मनले खाएको राम्रो देश बनाउन योग्य नागरिकलाई मात्रै भन्ने हुन्छ नि त। किनभने एउटा धेरै गिजाएर पनि भन्ने गरिन्थ्यो, मासु भात खाइयो यस्तो बाटो पाइयो भनेर चाहिँ एकदमै नराम्रो बाटो देखाएर त्यो व्यङ्ग्य पनि गरेको देखिया थियो। त्यही भएर खानुस् सबैको, तर भोट दिनुस् राम्रोलाई मात्रै। बुझ्नुभयो? किनभने हजुरलाई त्यहाँ भोट दिने बेलामा भित्र गएर कोही हेर्नेवाला छैन। भोट हजुरले आफ्नो राम्रो देश बनाउने विश्वासिलो र भरपर्दो मान्छेलाई दिनुस्, तर खानुस् सबैको हैन। खुवाउँछन् भने हजुरलाई विरोध किन गर्नु पर्यो, तर भोट चाहिँ एकदम योग्यलाई दिनु होला। यो चाहिँ म भन्न चाहे। किनभने यो बारम्बार एउटै कुराहरु दोहोरिराखेको छ। चुनावको बेलामा सानो प्रलोभनमा फस्ने अथवा केही 1-2 हजार रुपैयाँमा फस्ने अथवा यस्तै कुराहरुमा फस्ने, अनि त्यसपछि 5 वर्षसम्म राजनीतिलाई गाली गर्ने, नेताहरुलाई गाली गर्ने बस्ने, अनि 5 वर्षपछि चुनाव आउँछ अनि फेरि त्यही। जनताहरु पनि अलिकति सुध्रिनु जरुरी छ है। नेपाली जनताहरु अलिकति सुध्रियौं, अलिकति अनुशासित र एउटा सचेत नेपाली जनता को रूपमा अगाडि बढौं। रैती र दास बन्न छोडेर एउटा जिम्मेवार देशको नागरिक बन्न चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु। यहाँ सबै दास जस्तो भएर बसिरहेका छन्। यो एउटा पार्टीको दास, यो अर्को पार्टीको दास हैन, त्यो राम्रो होइन जस्तो लाग्छ मलाई। मेरो आफ्नो पर्सनल ओपिनियन हो यो। र अर्को कुरा, अब आजबाट एनपीएल को दोस्रो संस्करण, दोस्रो सिजन सुरु हुँदैछ। नेपाललाई धेरै धेरै बधाई छ। फ्लड लाइटहरु जडान भइसकेका छन्, ग्राउन्ड पनि राम्रो बनिसकेको छ, प्याराफिट सहितको। यसरी नै उन्नति हुँदै जाओस्, नेपालको क्रिकेट यसरी नै अगाडि बढ्दै जाओस्, धेरै स्पोन्सरहरु प्राप्त होस्, ब्रोडकास्टिङ मिडियाहरुले पनि बिस्तारै बिस्तारै पैसा तिरेर नेपालको म्याच देखाउने एउटा लेभलसम्म चाहिँ नेपालको क्रिकेट पुगोस्, संसारभरि प्रसिद्धि प्राप्त गरोस्, नेपाली खेलाडीहरु अझै प्रचलित हुँदै जाउन्, धेरै भन्दा धेरै विदेशी स्तरीय खेलाडीहरु एनपीएल मा आबद्ध हुँदै जाउन् र नेपालको समग्र खेलकुद स्तर नै अझै माथि पुगोस् क्रिकेटमा भन्दै आजको भिडियो टुङ्ग्याउँछु है त साथीहरु। फेरि भेटौँला। हस्, थ्यांक यू।